इन्ट्रेस्टिङ कुरा चाहिँ के हो भनेदेखि अब हाम्रोतिर चाहिँ एक्सर्साइज गर्ने पनि सिजन हुन्छ है। सो अब अहिले जिमको सिजन हो अनि सबैजना क्वाइरिजहरूको लागि धेरैजना मान्छेहरू आउनुहुन्छ अनि सबैजनाको गोल सिमिलर हुन्छ क्या। फ्याट लसै हुन्छ, वेट लसै हुन्छ अनि स्पेसली यसमा तपाईँको फिमेल्सहरू नै हुनुहुन्छ है। तपाईँ अब फ्याट लस गर्नु चाहनुहुन्छ अनि स्टार्टिङमा तपाईँकोमा फ्याट लस गर्नु लागि स्ट्रेन्थ चाहिन्छ है, त्यो तपाईँकोमा हुँदैन। त भन्नुको मतलब चाहिँ फर्मुला चाहिँ तपाईँको दुईवटा मात्रै छ नि त फ्याट लसको। एउटा चाहिँ हो तपाईँको इनपुट कम्ती गर्नुपर्ने मतलब लेस क्यालोरिज खानुपर्ने है, अनि एउटा चाहिँ हो बर्न ज्यादा गर्नुपर्ने तपाईँको है। त्यो के हुन्छ भनेदेखि तपाईँले अब तपाईँकोमा स्ट्रेन्थ छैन भनेदेखि तपाईँले बेसी मिहिनेत गर्न सक्नुहुँदैन हो। त्यो तपाईँलाई अब फर्म सिक्नु अनि ब्यालेन्सिङ गर्नु, मसिनको ब्यालेन्स गर्नु नै तपाईँलाई 1-1.5 महिनाभन्दा बेसी लाग्छ। अनि त्यो टाइममा चाहिँ के हुन्छ, त्यो पिरियडमा चाहिँ तपाईँको ड्रास्टिक चेन्जेसहरू बडीमा नदेख्दाखेरि तपाईँको जिम छुट्टिन्छ है। ट्रेनर्सहरूले, तपाईँको मेन्टर्सहरूले पनि फोर्सफुल्ली तपाईँहरूलाई अलिकति बेसी अब तपाईँले मेहनत गर्नु नसकेकोले गर्दाखेरि तपाईँको गोल वाइज अब तपाईँले फ्याट लसको गोल दिइहाल्नु भयो है। त्यसले गर्दाखेरि अब तपाईँले बेसी मेहनत त गर्न सक्नुहुँदैन। त्यो अलिकति फ्याट लस होस्, अलिकति वेट लस होस् भनेर उहाँहरूले क्यालोरिज कट गरिदिन्छ। अलिकति बेसी नै जति हुनुपर्ने त्योभन्दा बेसी नै डिफिसियन्सीमा राखिदिन्छ है। त त्यसले गर्दा चाहिँ तपाईँको स्ट्रेस लेभल बढ्छ है, तपाईँलाई एनर्जी लो एनर्जी फिल हुन्छ। जिम छोड्नुमा अब मेन पोइन्ट्सहरू यो हुन्छ क्या। तपाईँले रिजल्टमा फोकस नगर्नुहोस् क्या है। तपाईँले फोकस गर्नुहुन्छ भनेदेखि तपाईँको स्ट्रेन्थ बिल्ड गर्नुमा फोकस गर्नुहोस्, ह्याबिट बिल्ड गर्नुहोस् है। अब एक्सर्साइज चाहिँ तपाईँले लाइफस्टाइल बनाउनुहोस् क्या। तपाईँले प्रोसेस ठिक गर्नुभयो भने चाहिँ तपाईँको रिजल्ट ठिक भइहाल्छ है। मोटिभेसनले केही काम गर्दैन, आदत बनाउनुहोस्। हाम्रो सोसाइटीमा अझै पनि एक्सर्साइजलाई चाहिँ अब सेकेन्ड्री नै लिन्छ क्या। घरमा पाहुना आयो जिम जानु हुँदैन, बजार जानु छ जिम जाँदैन, पानी पर्यो जिम जाँदैन। त जे पनि हुन्छ तपाईँको जिम नै ग्याप हुन्छ क्या, सेकेन्ड्री होइन क्या। एक्सर्साइज चाहिँ तपाईँको प्राइमेरी हो। अब यो चाहिँ म जिममा क्वाइरिज आउँदाखेरि सबैले यही क्वेसन्स गर्दाखेरि यसरी नै सम्झाएरै पठाउँछु है, भनेर पठाउँछु। त्यसमा 40% 50% आउनुहुन्छ, 40% 50% त्यहीँ हरेस खाइहाल्छ है। नेपालीमा यसको लागि चाहिँ दामी उखान छ क्या, भिरमा जाने गोरुलाई राम भन्नु सकिन्छ है, कहाँ धान्नु सकिँदैन भनेर क्या।